हेलो गाइस, आज चाहिँ यहाँ अरुणाचलमा यहाँ मिथुन झरेको थिएँ। सो डिमान्ड गर्छन् अरे कि मिथुनको कति डिमान्ड गर्ने रहेछन्। आसाममा आएको अरे कि मिथुन चाहिँ। सो यो चाहिँ अरुणाचलको गाडी हो, अरुणाचलका डाक्टरहरू आएछन् होइन। ऊ त्यहाँ चाहिँ छ कि मिथुन। सो म र दिदी चाहिँ जाँदैछु हेर्नलाई कि डिमान्ड गरेर फोन गर्नु कि कति भन्नु 20-25 सो हेर्न जाँदैछु हामी चाहिँ, हेर्दै जानु होला गाइस। कति डिमान्ड गर्ने रहेछन्। यो चाहिँ कताबाट आउँछ अरे मिथुन भन्ने रहेछ कि अरुणाचल साइड, अरुणाचलबाट आउँछ होइन। अरुणाचलको मिथुनहरू चाहिँ दासलाहरू चाहिँ आसाममा आएर छ नि त होइन। त्यो हारमा चाहिँ होइन, बान्दरद्वार यहाँ आएर छ। सो हामी चाहिँ के हेर्न आउँदा चाहिँ डिमान्ड गर्छन् कि यहाँ आसामिसहरूले धडेको अरे के धडेर के अरे निमक चटाएर पो खोज्नु अरे अनि मात्रै आउँछ अरे के। निमक चटाउन दियो भने मात्रै आउँछ निमक दियो भने। यो चाहिँ मिथुन हो, त्यो चाहिँ बच्चा हो। यता डाफ्लाहरू हेरेर नि यो चाहिँ बच्चा रहेछ नि। यो चाहिँ ठुलो भनेको यस्तो ठुलो हुँदैन नि होइन। कमसेकम 200-250 केजीको हुने हो। यो चाहिँ मिथुन अरे डिमान्ड गर्न आएको कि। सो कति दिँदा रहेछ यसलाई मान्छेहरू चाहिँ यहाँ यत्रोले धर्छन् कि डोरीले। यो चाहिँ बच्चो अरे मिथुन चमेसँग बित्नु अरे क्या चाहिँ। यो भन्दा कति ठुलो। यो चाहिँ डिमान्ड गर्छन् कति हो अब दिन्छन्। सो यहाँ चाहिँ डिमान्ड गर्दैछन् होइन। पैसा कति दिने हो त्यो विचार गर्दैछन् अब। हेर्न आएको थियो हामी चाहिँ। यहाँ जङ्गलमा बाँधेका छन्। यो डिमान्डेड डाफ्लाहरू उनीहरू चाहिँ आएको थिए। उनीहरूको अरे क्या माथि आउँछ अरे लिनलाई। सो 25,000 भन्दै थियो, अब कति दिन्छ अब। हान्न चाहिँ हान्छ भने त क्या तर मालिक चाहिँ ज्यादा हान्दैन रहेछ कि। मालिक छेउमै छ कि मालिकलाई चाहिँ मालिकलाई हान्दैन। आफ्नो मालिकले अरू आनादार पिपल होइन बाहिरको मान्छेलाई चाहिँ हान्छ कि हान्न सुरु हुन्छ। यही हो हुन्छ। सो यही हो, त्यति नै हेर्न आएका थियौँ। कतिमा डिमान्ड गर्छन् अब त्यो चाहिँ कति छ दिँदैन भन्दै 10,000 12,000 दिन्छ। सो यति नै हो गाइस। राम्रो लाग्यो भने होइन सपोर्ट गर्नु होला। अझै डिफ्रेन्ट भिडियो ल्याउने ट्राई गर्छु। अहिलेको लागि चाहिँ बाई बाई।